यहाँबाट चाहिँ गाइस बन्जी जम्पिङ रहेछ है मतका कुवा तल भिरमा पुग्ने यहाँबाट चाहिँ उत्रेर तल मुनि अनि यहाँ रहेछ यो जग्गा चाहिँ लु हामी चाहिँ अब चाकु भने जग्गा आइपुग्न टिङ अनि चाकु भन्ने गाउँ चाहिँ यो बिचमा यो चाहिँ टाइटेनिक ढुङ्गा टाइटेनिकको टुप्पो अरे बसायो त बनिया यहाँ बाउ भन्ने गाडी रहेछ कसको बाउ रहेछ बाउ तिनवटा बाउ रहेछ नम्बर प्लेट पनि छैन रहेछ फेरि गाडीको गाडीको नाम चाहिँ फेरि बाउ रहेछ अनि अगाडि चाहिँ एकदम ड्याम रहेछ बत्ती बनाउने ड्याम अनि उता निस्किने रहेछ यो ड्यामको पानी चाहिँ बत्ती बनाउनु लागि अनि यहाँ सानो बढी तल पनि रहेछ एकदम के छ यो टनलभित्र चाहिँ उताबाट यताबाट पानी थियो होला हौ पहिला सिधै यता फ्याँक्थ्यो होला हौ यहाँ चाहिँ एकदम ड्याम यहाँ तल द पनि रहेछ एकदम दामी माछाहरू त पुरै होला यहाँ फार्मिङ खोला ब्रिज ड्याममा चाहिँ यसरी पानी जम्मा गरिराख्दैछ अनि झोलुङ्गे पुल पनि रहेछ यहाँ ड्याममा पानी मजाले रहेछ अनि पर चाहिँ झोलुङ्गे पुल यहाँबाट यता आउने उताबाट मान्छे पनि हिँड्दै रहेछ बसिरहेको छ भयो पनि ढलेको लाखमा नदी अरे डढेलो रहेछ पहाडको बिचमा खाली टाइपमा एकदम पहाड चाहिँ भिरालो रहेछ पहाड चाहिँ पहाडको पनि थाक थाक रहेछ